वेलकम टु दिदीबहिनी गार्डन च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मेरो ब्लगमा चाहिँ फ्लावरिङको छैन कि यो डल्ले खोर्सानी चाहिँ गान्तोकबाट कोसीले पठाइदिनु भएको छ। डल्ले खोर्सानी र अरू सामान पनि पठाइदिनु भएको छ। यो चाहिँ स्टिम गरेर भिनेगरमा हाल्यो भने चाहिँ मिठो हुन्छ। मोमोसँग अचार बनाएर खानुको लागि मिठो हुन्छ कि। अन्त यो चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ कसरी स्टिम गरेर चाहिँ बयममा हालेर राख्नेछु हजुरहरूलाई देखाउने छु। हजुरहरूलाई चाहिँ हेर्दै गर्नुहोस्। यो चाहिँ अब चाहिँ म चाहिँ वास गर्न जाँदैछु। डल्ले खोर्सानी चाहिँ 2 किलो हो कि। यो चाहिँ मैले आधा यहाँ छुट्टाएको छु। यो चाहिँ भिजाउनु हुँदैन, यसलाई चाहिँ राख्नुपर्छ, अचारमा बनाउँदैन। यसलाई चाहिँ धुनुपर्छ चिसो पानीले। म चाहिँ कुनै ग्लोभ्सहरू युज गर्दिनँ, यतिकै धुन्छु। पिरो हातमा भयो भने उपाय छ नि, पिरो हातमा उपाय। अब यो चाहिँ गरम पानी गरेर हजुरहरूलाई देखाउने छु। यो चाहिँ अब तातो पानी बोइल पुरा भइसक्यो। यतिको बोइल गर्नुपर्छ है। अब चाहिँ ग्यास अफ गरिदिन्छु। त्यहाँदेखिको चाहिँ यसमा चाहिँ अब तातो पानी हाल्नुपर्छ। दाममै हालेर राख्नुपर्छ। हाल्यो। त्यहाँदेखि अन्त चाहिँ यसरी चाहिँ यसलाई चाहिँ यसरी छोपेर राख्नुपर्छ। अब यो म छोपेर राख्छु। 5 मिनटसम्म म यतिकै राख्छु। त्यहाँदेखिको चाहिँ निकाल्छु, हजुरहरूलाई देखाउँछु। यो भिडियो चाहिँ पुरा लामो हुन्छ है। अब चाहिँ यो चाहिँ अब 5 मिनट भइसक्यो। यसलाई चाहिँ म अब चाहिँ निकाल्छु, पानी तार्छु। यो चाहिँ पानी तारिसक्यो। यो चाहिँ मजाले पानी निकालेर सुकाउँछु। त्यहाँदेखिको चाहिँ म घाममा सुकाएर हजुरहरूलाई देखाउने छु। यो चाहिँ अब चाहिँ यतिको भइसक्यो कि मैले यहाँ घाममा सुकाएको छु। यसलाई चाहिँ अब 2 दिन जतिको म सुकाउँछु घाममा। अन्त हजुरहरूलाई म बनाएर देखाउने छु। यो ब्लग चाहिँ मेरो लामो हुन्छ होला। 2 पार्टमा गरेर हाल्छु। हजुरहरूले चाहिँ हेर्दै गर्नुहोस् है। यो चाहिँ अब चाहिँ भरे बादमा चाहिँ म 2 दिन बादमा चाहिँ केमा हाल्छु हजुरहरूलाई देखाउने छु।